तिमीहरूले हेरिरहेछौ त 120 130 मार्क्स तिमीहरूको यदि आइरहेछ भने तिमीहरूको लागि सबभन्दा बेस्ट भिडियो हो र यो कुरा तिमीहरू फलो गर्नु हुन्छ। त तिमीहरूले पास्ट इयर टपिक्स हुन्छ, PYQ भनेको पास्ट इयर क्वेश्चन्स हुन्छ, PYT भनेको पास्ट इयर टपिक्स हुन्छ। अब यो सबै कुरा मैले गन सर्ट जुन मैले गराइरहेको छु भने नेमको जुन जति पनि तिमीहरूले क्वेसन दिएकोलाई थन्काएर राखेको छौ होला नि अहिलेसम्म हैन, त्यसमा के गर त, त्यसमा गएर सल्युसन्समा जति कुरा दिएछ क्वेसन पढ हैन, क्वेसनको एन्सर त तिमीहरूलाई आउँछ, त्यसको रिलेटेड सल्युसनमा त्यहाँ त्यही रिलेटेड केही कुराहरू दिएको हुन्छ। त्यो कुरा भनेको सबभन्दा के छ त गोल्ड स्ट्यान्डर्ड हो अहिले, ठिक छ। अब तिमीहरूसँग पुरानो जति पनि क्वेसन ब्याङ्कमा जहाँ त्यस्तो दिएछ, त्यसैले मैले पुरानै क्वेसन ब्याङ्क भन्दा पनि नेमको जुन तिमीहरूले टेस्टहरू दिएछौ नि त्यसमा जेनरली नेम भाइब्रेन्टको जुन टेस्ट दिन्छौ त्यसमा क्वेसनको ए एन्सर जस्तै 20 नम्बरको ए। हेलो एभ्रिवान, सो लास्ट 7 डेज हैन, अलमोस्ट 1 विक हैन, 1 विक बाँकी छ अब तपाईँहरूको सिइईको इक्जाममा। नेक्स्ट स्याटरडे तपाईँहरूको इक्जाम हैन। अब कुरा यसमा यस्तो छ, हेर्नुहोस्, एकैचोटि कुनै कुरा मतलब 7 दिनमा पढेर कुनै कुरा भइहाल्ने कुरा चाहिँ हुँदैन, तर त्यसमा केही टिप्स, केही ट्रिक्स र केही स्मार्ट स्टडी प्लानहरू लगायो भने हैन, त्यसले तपाईँको र्याङ्कलाई एकदमै खतरनाक अगाडि बढाउन सक्छ, ठिक छ। जस्तै कसैको 60 मार्क्स आइरहेछ, कसैको 50 मार्क्स आइरहेछ भने तिनीहरूलाई पास हुन एकदमै इजी बनाइदिन्छ र प्लस तिनीहरूको स्कोर 100 80 90 सम्म जान सक्छ, मजाले जान सक्छ। त्यस्तै कसैको 100 120 100 तिम्रो कति भइरहेछ त 130 140 सम्म आइरहेछ भने तिनीहरूले चाहिँ यो भिडियोज यदि हेरेर यो कुरा यो ट्रिकहरू एप्लाई गर्यो भने तिमीहरूको के हुनसक्छ त नाम निस्किने चान्स धेरै हुनसक्छ, ठिक छ। सो अब कुनै यताउतिको कुरा नगर्नुभन्दा डाइरेक्ट म के आउँछु त पोइन्टमा आउँछु। हेर्नुहोस्, अब लास्ट 1 विकमा गर्ने के हो भन्नुभन्दा पहिले पनि नगर्ने चाहिँ के हो, नगर्ने के हो भन्दाखेरि अब नयाँ टपिकहरू तिमीहरूले पढ्नु हुँदैन, ठिक छ। हेर, नयाँ टपिक, अब जस्तै कुनै टपिक तिमीले गरेकै छैनौ, जस्तै एल्गी बाँकी छ तिमीहरूले आजसम्म गरेकै छैनौ हैन, गरेकै छैनौ भने त्यो तिमीले एकचोटि पनि रिभाइज गर्नुको के त्यसलाई तिमीले कम्प्लिटै गराएको छैनौ, त्यो नयाँ टपिक पढ्न अब चाहिँ नजाऊ। जति टपिक तिमीले पढेको छौ, ठिक छ, यो म जुन पास हुनेवाला स्टुडेन्ट जसलाई पास हुन पनि गाह्रो भइरहेछ तिनीहरूलाई भनिरहेको छु, किनभने जसको 130 140 आइरहेछ तिनीहरूले त अलमोस्ट सबै टपिक 1 2 चोटि रिभाइज गरिसकेका छन्। अब तिमीहरूले के गर त, तिमीहरूले मात्रै PYQ हेर, ठिक छ। जसलाई पास हुन गाह्रो भइरहेछ नि तिनीहरूले के गर त अब PYQ हेर। PYQ के गर भन्दाखेरि त जति पास्ट इयर क्वेसन छ 5-7 वर्षदेखि तिमीहरूको सिई भइरहेछ त्यसको सबै क्वेसन के गर भने त खाइहाल। त्यसमा सबभन्दा मेन इम्पोर्टेन्ट कुरा के छ, यसपालि तिमीहरूलाई अब सिलेबसमा हल्का के रहेछ क्वेसन प्याटर्नमा चेन्ज गरेछ, त्यसले तिमीहरूलाई हेल्प गर्न सक्छ, जसले रट्न सक्छौ बढी त्यसलाई, कि पास्ट इयर क्वेसन्सहरू जुन 1 लाइनर क्वेसन्सहरू हुन्छ नि त्यो पहिले पनि आएको छ धेरै, र 1 लाइनर क्वेसन्सहरू जुन हुन्छ, जुन फ्याक्टवाला क्वेसनहरू हुन्छ, त्यो क्वेसनहरू के छ त यसपालि 50% गरिदिएछ भनेको, त्यसको मात्रा बढाइदिएको छ भनेको। त्यो क्वेसनहरू PYQबाट जति पनि 1 लाइनर क्वेसनहरू छ त्यसलाई तिमीहरूले के गरिहाल त रटिहाल। यो भयो तिमीहरूको जसलाई पास हुने कुरामा छ हैन। अब सेकेन्ड कुरा म के गर्छु, जसको 120 130 मार्क्स आइरहेछ तिनीहरूको नाम निस्किन एकदमै सम्भव छ, 100% सम्भव छ। यदि यो भिडियो तिमीहरूले हेरिरहेछौ त 120 130 मार्क्स तिमीहरूको यदि आइरहेछ भने तिमीहरूको लागि सबभन्दा बेस्ट भिडियो हो र यो कुरा तिमीहरू फलो गर। तिमीहरूले के गर भन्दाखेरि नयाँ टपिक त तिमीहरूको लागि अब कुनै पनि छैन होला जस्तो मलाई लाग्छ। सो तिमीहरूले के गर, जति पनि PYQ छ नि, अगेन PYQ भनेको गोल्डेन हो, PYQ लाई के गर त रिभाइज गर, प्लस तिमीहरूले के गर त PYT, र PYT गर्ने सबभन्दा बेस्ट तरिका, PYT भनेको के हुन्छ त पास्ट इयर टपिक्स हुन्छ। PYQ भनेको पास्ट इयर क्वेसन्स हुन्छ, PYT भनेको पास्ट इयर टपिक्स हुन्छ। अब यो सबै कुरा मैले गन सर्ट जुन मैले गराइरहेको छु अहिले त्यसमा पनि म रिपिट गरिदिइरहेको छु, त्यसले तिमीहरूलाई 10 मिनट 15 मिनटमा कम्प्लिट त्यो के गरिदिन्छ त त्यो टपिक नै रिभाइज गराइदिन्छ। त त्यो पनि तिमीहरूले गर्न सक्छौ, यही च्यानलमै छ। अर्को तिमीहरूले के गर भने नेमको जुन जति पनि तिमीहरूले क्वेसन दिएकोलाई थन्काएर राखेको छौ होला नि अहिलेसम्म हैन, त्यसमा के गर त, त्यसमा गएर सल्युसन्समा जति कुरा दिएछ क्वेसन पढ हैन, क्वेसनको एन्सर त तिमीहरूलाई आउँछ, त्यसको रिलेटेड सल्युसनमा त्यहाँ त्यही रिलेटेड केही कुराहरू दिएको हुन्छ। त्यो कुरा भनेको सबभन्दा के छ त गोल्ड स्ट्यान्डर्ड हो अहिले, ठिक छ। वा तिमीहरूसँग पुरानो जति पनि क्वेसन ब्याङ्कमा जहाँ त्यस्तो दिएछ, त्यसैले मैले पुरानै क्वेसन ब्याङ्क भन्दा पनि नेमको जुन तिमीहरूले टेस्टहरू दिएछौ नि त्यसमा जेनरली नेम भाइब्रेन्टको जुन टेस्ट दिन्छौ त्यसमा क्वेसनको ए एन्सर जस्तै 20 नम्बरको ए एन्सर छ, र त्यसपछि त्यो 3वटा अप्सन जुन हुन्छ नि त्यसको के दिएको हुन्छ त्यहाँ त यो अप्सन केमा हुन्छ र यो किन हुँदैन यसको एन्सर, त्यो रिलेटेड त्यहाँ सल्युसन दिएको हुन्छ। त्यो सबभन्दा बेस्ट तरिका हो के त PYT।
पास्ट इयर टपिक रिभाइज गर्ने। यदि यो तिमीहरूसँग 20वटा 25वटा 30वटा नेमको क्वेसन उठाऊ र दिनमै 4वटा 5वटा नेमको क्वेसन जुन छ नि त्यो वा भाइब्रेन्टको जुनको पनि क्वेसन छ त्यसको जुन त्यो सल्युसन दिएको हुन्छ नि त्यसलाई तिमीहरूले मजाले हेर। ठिक छ, त्यसलाई तिमीहरूले मजाले हेर। रिडिङ गर्नबाट बच। रिडिङ गर्न गयो भने तिमीहरूले एउटा पनि सब्जेक्ट यदि फेरि जति छ नोट्स त्यो सबै पढ्न गयो भने तिमीहरूले सक्दैनौ। तिमीहरूलाई लाग्छ कि मेरो छुट्टिहाल्यो, तर त्यो फेरि तिमी यदि त्यसलाई सेम कुरालाई पढिरहेछौ भने त्यो रिडिङ हो र त्यसले तिमीलाई केही पनि फाइदा हुँदैन। त्यसैले सबभन्दा बेस्ट तरिका तिम्रो लागि मैले के भने भन्दाखेरि त त्यो जुन सिइको जुन त्यो मतलब पास्ट इयर पेपर्सहरू वा नेमको मोड्युल सेटहरू छ जसमा के दिएछ तल त्यसको जेनरली त्यो ए एन्सर हो र बिसिडी किन एन्सर होइन र त्यो रिलेटेड जुन टपिक पोइन्ट्सहरू त्यहाँ दिएको हुन्छ फ्ल्यास कार्ड जस्तो, त्यसलाई के गर त तिमीहरूले रिभाइज गर। त्यसलाई तिमीहरूले जतिचोटि रिभाइज गर्छौ नि, म तिमीहरूलाई लेखेर दिइरहेको छु, त्यो तिमीहरूलाई सबभन्दा गोल्डन कुरा हुन्छ कि त्यो तिमीहरूको लागि, र त्यसैले तिम्रो ऱ्याङ्क डिसाइड गरिदिन्छ र त्यसले तिम्रो ऱ्याङ्कलाई स्वात्तै के गरिदिन्छ त तलबाट उठाएर सिधै माथि फालिदिन्छ। बुझ्यो? त्यसले तिम्रो ऱ्याङ्कलाई एकदमै बढाउँछ र त्यो तिमीहरूले गर्यो भने इक्जाम पछि तिमीहरू आएर भेट्नु मलाई, वा भेट्नु त के, म त तिमीहरूसँग अहिले भेट्न सक्दिनँ, बाहिर छु। तिमीहरूले मलाई कमेन्टमा लेखेर बताउनु कि यसले तिमीहरूलाई हेल्प गर्यो कि गरेन। एकदमै इम्पोर्टेन्ट हो त्यो, त्यसलाई तिमीहरूले छोड्दैन छोड्ने। त्यसपछि अब यो दुईवटा मेन कुरा तिमीहरूले गर्नुपर्ने होइन। अब नेक्स्ट कुरा के त, तिमीहरूको लागि केही मेन्टल यताउतिको कुराहरू भनिदिन्छु, मेन्टल हेल्थ रिलेटेड। हुन त यो हाम्रो नेपाल जस्तो देशको स्टुडेन्टहरूलाई यस्तो केही हुँदैन। केहीजनाले अस्ति भनिरहेको थियो कि आजै कमेन्ट गराएको थियो तिमीहरूबाट कसैले कि जेनरली के त दाइ अब चाहिँ फेरि नयाँ आन्दोलन सुरु हुनेवाला छ अरे, इक्जाम हुन्छ कि हुँदैन। त्यो सब कुरा मेन्टली हटाइदेऊ कि इक्जाम हुन्छ त्यही डेटमा हुन्छ, सबैजना पढ्न कन्टिन्यू राख। बुझ्यौ? कन्टिन्यू राख, त्यो सब कुरा दिमागमा नलाऊ। अर्को कुरा के भन्दाखेरि त तिमीहरूले फेसबुक वाट्सएप एटलिस्ट अहिलेसम्म गरेको छैन भने 5-7 दिनको लागि बन्द गरिदेऊ। ठिक छ, 2 घन्टा 4 घन्टा 5 घन्टा पढ, 5 मिनटको लागि एकचोटि हेरिहाल होइन। पुरा बन्द गर्न म भन्दिनँ, 5 मिनट 10 मिनटको लागि हेरिहाल, तर त्यसपछि कम्प्लिट त्यो फिल्म यदि हेरिरहेछौ, हेर्ने बानी छ राति सुत्ने बेलामा भने त्यसलाई कम्प्लिटली छोडिदेऊ। किनभने त्यसले के गर्छ, तिम्रो माइन्डमा एउटा इम्प्याक्ट पार्छ र त्यो स्टोरी तिमीहरूलाई याद रहिरहन्छ र पुरानो कुराहरू बिर्सिन थाल्छौ, पढेको कुराहरू। त्यसैले फिल्महरू होइन, केही हेरिरहेछु मोबाइलमा भने केही यस्तो लाइट कुरा, केही कमेडी यस्तो 5 मिनट 7 मिनटको हेर, त्योभन्दा बढी नहेर। ठिक छ। अर्को तिमीहरूले के गर त, सुत्ने कुरा है। अहिले तिमीहरूको बानी के भइसकेछ भन्दाखेरि राति के गर्छौ तिमीहरूले 1:30 बजे 2 बजे 2:30 बजे रातिसम्म, अब त्यसलाई बन्द गरिदेऊ। 2:30 बजे राति 2 बजे रातिसम्म बन्द गरिदेऊ। 11 साढे 11सम्म पढ, त्योभन्दा बढी नपढ र त्यसपछि के गर, सुत्ने बानी बसाऊ, ताकि यो लास्ट जुन 5-6 डे हो त्यसमा तिम्रो बडीले त्यो हिसाबले एडेप्ट गरोस् र भोलि इक्जाम छ नि त्यसको आज राति तिमीहरूको प्रोक्रास्टिनेसन एकदमै हुन्छ र तिमीहरूको बानी 2 बजेसम्म सुत्ने बानी छ भने त्यो दिन यदि 2 बजेसम्म सुत्यो भने बिहान तिमीहरूको लागि त्यो लेस प्रोडक्टिभ हुन्छ। त्यसैले बडीलाई लास्ट 7 डेजको लागि प्रिपेयर गर, हाइड्रेटेड बस, एकदमै पानी खाऊ, चिसो सुरु भएको छ भने एकदमै चिसोबाट बच। यो सबै कुरालाई अलिकता तिमीहरू फलो गर, यु विल ह्याभ द बेस्ट रिजल्ट्स इन युर ह्यान्ड आफ्टर 15 दिनपछि तिमीहरूको रिजल्ट पनि आइहाल्छ। त्यसैले त 15 दिन हो लास्ट होइन। सो यसमा 7 दिन इक्जामको, त्यसको 7 दिनपछि रिजल्ट आइहाल्छ 6-7 दिनमा। सो यो 15 दिन तिमीहरूको एकदमै लाइफ चेन्जिङ हो। त्यसैले यो 7 दिन 8 दिन हुन्छ नि त्यसपछिको 7 दिन एकदमै मजा गर्नु, तर अहिलेको जुन 7 दिन छ त्यसमा के गर भन्दाखेरि त तिमीहरू एकदमै रिल्याक्स हौ र मैले जे पोइन्टहरू भनेको छु त्यो सबै पोइन्टहरू फलो गर र मजाले तिमीहरूको हेर्नु एकदमै राम्रो रिजल्ट आउँछ। बेस्ट अफ लक फर यर एक्जामिनेसन। अझै केही तिमीहरूलाई चाहियो भने तिमीहरूले कमेन्टमा लेख्न सक्छौ। गन सर्ट सिरिजहरू चलिरहेछ, जस्तै मैले धेरै कुराहरू त्यहाँ गराएको छु। अझै केही चाहियो भने त्यहाँ कमेन्टहरूमा गर्दै गर्दा हुन्छ। दिस मच फर दिस भिडियो है।